नमस्कार साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ ब्लगमा। र अहिले चाहिँ म स्कुल जान लाग्यो। आज चाहिँ हल्का लेट भइरहेको छ, मलाई अलि छिटो जाम है त। ल साथीहरू, अहिले चाहिँ म स्कुलको लागि निस्किसकेँ र आज चाहिँ हल्का ढिलै भइरहेको छ। त्यस्तै 6 बजे चाहिँ मेरो स्कुल सुरु हुन्छ भने चाहिँ अहिले चाहिँ त्यस्तै 5:50 म निस्किरहेको छु। जाँदै गरौँ है त। यहाँ थिम चाहिँ हल्का ओह्रालो छ, बिस्तारै जारौँ। अहिले चाहिँ साथीहरू म उकालोमा छु होइन। हेरौँ आज चाहिँ कहाँसम्म तान्न सकिन्छ। साइकलको चाहिँ गियरहरू हल्का मिलिरहेको छैन, यसो झट्का दिइरहेको छ होइन। ल साथीहरू होइन यहाँ आउन कोसिस के छ त नि, यसो 2 शब्द दिएर जाउन त मेरो भ्लगमा। साथीलाई सब्सक्राइब गरिदिनुहोस्, बढाइदिनुहोस् अगाडि। यस्तो मजाका मान्छे छन्। हजुर हजुर ल है त। साथीहरू आज चाहिँ 1 पिरियड अलि छिटै छुट्टी भएको छ के अरे। घर चाहिँ अब नजाम होला, यसो मासतिरै गर्नु पर्यो है नास्ता। ल है त साथीहरू। ल साथीहरू, आज चाहिँ 1 पिरियड अलि छिटै छुट्टी भएको छ। घर चाहिँ नजाम होला होइन। आज यस्तो मासतिरै नास्ता गर्नु पर्ला है साथीहरू। अहिले चाहिँ होइन हाम्रो यो 85 सब्सक्राइबरको फ्यामिली पुगिसकेको छ होइन। ल अब छिटो होइन यसलाई चाहिँ 100 सब्सक्राइबरको फ्यामिली बनाउनु पर्छ। 100 सब्सक्राइबरमा यसो केक काट्नु पर्यो के। ल साथीहरू छिटो है त 100 सब्सक्राइबर। ल साथीहरू आज चाहिँ नास्ता यहाँ ड्याडिजमा गर्नु पर्ला। त्योहरू म चाहिँ होइन बस्ने बित्तिकै मेन्यु आयो होइन। यहाँको चाहिँ स्टाफहरू चाहिँ एकदम अटेन्टिभ हुनुहुँदो रहेछ होइन। साथीहरू आज पनि होइन स्यान्डविच ट्राई गर्नु पऱ्यो होइन। आज चाहिँ ड्याडिजको स्यान्डविच ट्राई गर्नु पऱ्यो। प्राइस चाहिँ त्यस्तै 190 रहेछ। ल है त साथीहरू, म चाहिँ अलिकति सिक्कु ठाउँमा आएको छु होइन। सही छ होइन, यहाँ चाहिँ अलिकति भिडियो बनाउनु पर्ने एकदम आनन्द छ। सबै कुरा होइन एकदम के शान्त माहौल छ होइन। ल है म्युजिक पनि क्या सही चलिरहेको छ होइन, एकदम खतरा बाहिरहेको छ। ल अब एकछिनमा चाहिँ अर्डर गरौँ ल है साथीहरू। अहिले चाहिँ मैले अर्डर गरिसकेँ होइन, त्यस्तै 15 मिनट लाग्दो रहेछ। यस्तो कुर्दै गरौँ र हिजोको भ्लग पनि हल्का एडिट गर्नु छ, यहाँ एडिट गर्दै गरौँ है त। र साथीहरू स्यान्डविच चाहिँ आयो होइन। स्यान्डविचको लुक चाहिँ के यस्तो छ हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ यसो ह्यान्ड वास गरेर आउनु पऱ्यो।